चारवटा दुईवटा बनाइदिनुहोस् न तपाईँहरूलाई। आठवटा एउटा मात्रै भक्क होइन हौ, भक्का पो त, भक्का भक्का भाइले भत्तो उता दमकमा अत्र बनाउनु नि अन्त 20 रुपैयाँ गोटा बेच्नु। त्यही त 20 रुपैयाँ गोटा यति झमेला गर्नु नि दमकमा जस्तो। अब कसैले खान्छन् सानो सानो हो। कम्ती पैसाको गर्नुपर्छ यतातिर कसलाई ए हो हो। अब एकजना मान्छेले कतातिर फेरि हिजो त त्यहाँ बस्नु भएको थियो, आज त सर्नु भएछ र। ए यतातिर गाडी घुमाउँछ नि त। ए हजुर हजुर 5 होइन, दुईवटा हो। तपाईँले दुईवटा, उहाँले दुईवटा पत्तामा खाने। हुन्छ हुन्छ एकछिन पर्खिनु ल। नानी चिनी हालेको सुक्याला हेर्दा त बन्ने पल्ला चिनी हालेको चिनी फुल्यो होस् होस् होस्। अझै राम्रो सुक्यो। कस्तो ढिलो सुकेको है। हाम्रो छुटे नङ्स ढुक्दैछ। तपाईको अर्को नेल पलिस पनि उही छोड्यो। ए होइरस यो बहिनी उ पखला नानी अर्को पत्ता दिनु नि पात एगो पात। अचार नखाऊ यो गुलियो सादा बनाइदिनु ल एउटा। यो गुलियो म खाइदिन्छु। त्यो गुलियो चाहिँ मलाई दिइहाल्नु। ए बहिनी नि हैन खानु खानु त पैसा दिँदै गर्नु। तपाईँ सादा गुलियो म जस्तै हो नि खान्छु, मलाई त अचार नखायो। यो भाडा पनि नि त्यो माटाको भाडा पनि छिट्टो पाक्छ होला झन्। मैले वहाँ बनाउनु फोटो हाल्ने हो। यो नै भेटेन। म त कहिले खाएको थिएन दमकमा बनाएको कहिले खाइन खान्छु। कहिले हामी पनि लगेर जाउँ है ल। भाँडा यस्तो एउटा लैजाउँ होइन, भाँडा त पाउँछ होइन। त्यो माथिको क्या, माथिको यो भाँडा दिएमा पनि हुन्छ, मोमो बनाउनेमा पनि हुन्छ। त्यो चाहिँ सादा हजुर उहाँ म त जस्तै पनि खान्छु। अचार पनि लगाइदिनु दिदी। के को अचार हो? अचार खाने होइन सिद्राहरूलाई झन् खाँदैन नि मासु के हुन्छ नि। अझै बनाइदिनुहोस् चिनीको। चिनीको अझै बनाइदिनु दुध दुडा। इडली डोसा नि तपाईँ दुईवटा खाने? म दुईवटा खान्छु। त्यो दुईवटा चाहिँ उहाँलाई दिनुहोस् ल। होइन त्यो म यता खान्छु। होइन म चाहिँ यहाँ खाने, यो दिदीलाई मन परेर खाएको यहाँ। ल उसलाई मन पर्दा चाहिँ यहाँ खाने हो। यो फेरि खल्लै चिनी छैन। छैन, मलाई त्यस्तै ठिक छ। खानु खानु भाइ जाउँ खानु, टन्न खानु। यही मिठो हुन्छ, यो भनेको एकदम राम्रो चिज। अचार पनि लगाइदिनु त्यहीँ साइडमा लगाइदिनुहोस्, म चोप्दै खान्छु। हुन्छ हुन्छ त्यति भए भयो। हुन्छ हस्। अर्को पनि अझै गन्ती गर्नु है, नबिर्सिनु। बक्का गन्ती गर्नु नि।
फाउरा भयो खाऊ भयो भने खान अलि फाउरा भयो हामी यहाँ अचार दाजु होला चामलको नयाँ बगडाको हुँदैन है खाऊ उतातिरै भइहाल्छ अझ खोलेन यहाँ के यसो बनाउँदै अहिले नयाँ चामलको पनि त मैले त चिन्दा खाइदियो खानु न एउटा ए पाएछ यहाँ तपाईँ अहिले खानु मलाई भयो मैले दुइटा खाएँ गुलियो राम्रै हो फाउरा अँ 7-8वटा भयो अब कति भयो दुईटा मैले तिनटा तपाईँको पैसा कसले दिएन भने सिसी क्यामेरा रहेछ माथि तपाईँलाई देख्ने रहेछ एउटा खानु भाइ यो यता ठिक छ हो त्यही हो कति भयो तपाईँको पैसा मेरो 20 रुपैयाँ तपाईँको ल हामीहरू 8वटा हुन्छ 8वटा हुन्छ मैले दुइटा चिनी हालेको कि कसलाई यस्तो भएछ कि दिदी तपाईँको 8वटा भएछ है 9वटा भयो मैले दुइटा ए त्यसो भनेदेखि तपाईँको 90 रुपियाँ भयो नि 10 रुपियाँ दिने यता म 10 रुपियाँ यता थपिदिन्छु ₹10 पैसा छ कि त हौ यार धेरै बिचको छ अब दिदीहरू तिम्रोमा 10 रुपियाँ छ खालि आई डोन्ट नो 10 रुपैयाँ छैन त सबै हजुर एउटा 10 रुपैयाँ होइन यस्तो छ इस छैन खुल्लै त्यही म 10 रुपियाँ त्यही त 10 रुपियाँ दिनु त म 10 रुपियाँ दिन्छु तपाईँलाई अझै मैले दुइटा खाएको छ है अब एउटा खानु भयो गयो नि त होइन यहाँ पनि छ 10 रुपियाँ त्यो होइन उताडि छ कि छैन यो एकदम क्या हो फ्रेस तेलहरू नभएको सादा फ्रेस पनि हो फेरि बिहान तातो तातो पनि छैन $10 होस् त्यो दिदी छैन रहेछ हौ 10 रुपियाँ छैन त्यो काकीलाई दिन्छ ल त 10 रुपियाँ 40 रुपियाँ दिनु 10 रुपियाँ दिनु तपाईँको दिइसकेको छ इखान राखिदे म 10 टका दे दे 40 यता डेढे उति दे हो मलाई 40 दिनु साटेको मात्रै तपाईँसँग चाहिँ